वेलकम टु ब्याक टु माई न्यू भ्लग। हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि यता सन्चै आरामै छु। मैले आज लिएर आएको छु न्यू भ्लग। अनि आज त हामी घुम्न जानेको छौँ रातिको 2 बजेदेखि खै अब कति बजीसम्म रातिको अब थाहा भएन। यस्तो आएको अनि आज चाहिँ 2 बजीतिर जाने प्लान थियो। 2 बजिसक्यो पनि 2 बजीदेखि हामी हिँड्नेछौँ। अब म रेडी त भइसकेँ। अब मेरा 2 दाइहरू पनि छन्। मेरा 2 दाइहरू पनि जानेछ। हेर्न सक्नुहुन्छ मेरा 2 दाइहरू। आज चाहिँ हामी 2 बजीदेखि जाने हो। रातिको कति बजी आउने हो त्यो त हामीलाई थाहा छैन। खै अब कति आउने हो, कति बजीतिर आउने हो, के गर्ने हो थाहा छैन। झाडो लाग्छ यार साथीहरू, झाडो लाग्छ साथीहरू, के गर्ने, जानु पर्यो। फाइनल्ली अहिले गाडी पनि आइपुगिसकेको छ। हाम्रो यहाँ टोलीहरू छ, भ्रमण जाने टोलीहरू आइपुगेका छन् यहाँ। अनि हेर्नुहोस् यहाँ सबै टोलीहरू हाम्रो यहाँ पेरा दिदी हुनुहुन्छ। हेर्नुहोस् यहाँ गाडी पनि आइसकेको छ। ए हाम्रो दिदी यसो अलि इमर्जेन्सी काम भएर जानु भएको छैन। हाम्रो यहाँ सब भ्रमण जाने टोलीहरू आइसकेको छन्। सबैले यहाँ यो गाडी पनि अलि ठुलै छ भनौँ, अलि भल हेर्नु हाम्रो टोलीहरू। यहाँ चाहिँ हाम्रो अध्यक्षज्यू हेर्नु, यो चाहिँ हाम्रो चिग्लो सर। अनि अब अर्को भ्लग चाहिँ उहाँ पुगेको आउने छ। सबैले माया गरिदिनु होला मलाई। हामी 2 भाइको आइडीबाट गएर सबैले लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला हाम्रो भाउजू। अब अर्को सानो मिल्ने भ्लग चाहिँ अर्को आउँदैछ। अब अहिलेलाई यति नै हो। अब एकछिनमा गाडीमा गएर अब यस्तो रमाइलो गरेको देख्नेछौँ। अहिले कति रातिको 4 बजिसकेको छ, बिहान भनौँ। यो हाम्रो चस्मिस सर हुनुभयो। अनि भैलीको भ्रमण जान लागेको। फाइनल्ली हामी बसमा चढिसक्यौँ। अबको यात्रा अब जानेछ दाङ धारा पानी जाँदै। अब सबैले हेर्नुहोस् यहाँ अब गाडी सबै चढिसकेको छौँ हामीहरू। हामी 2 भाइको आइडी हो। अब एउटा भाइले एउटा दाइले भ्लग बनाउँछ नभन्नु होला। अब हामीहरू वहीँ अब पुगेको एउटा भ्लग हाल्नेछौँ। हस् त, धन्यवाद। सो गाइस फाइनल्ली हामीहरू हिँडिसकेका छौँ बसबाट। अहिले कहाँ पुग्यो भन्ने थाहा छैन। अहिले अब नाम पनि थाहा छैन कहाँ पुग्यो। जङ्गल छ, जङ्गल कता हो, कहाँ पुग्यो भन्ने थाहा छैन। अब कहिले गएको पो हुँदो है। अब यसो जङ्गल जान त पऱ्यो होला, तर नाम थाहा छैन। जङ्गलको भ्यू हेर्दै मजा यहाँ पारेर हाम्रो सब भ्रमणका टोलीहरू यतातिर हुनुहुन्छ। अनि म पनि यहाँ छु, पछाडि लास्ट सिटमा बस्यो। पछाडि मजाको भ्यू हेर्दै बस्यो। जिन्दगी यस्तो आइसक्यो, के गर्नु। अर्को भिडियो अब उहाँ भ्रमण पुगेको अर्को भिडियो आउनेछ। म देखाइरहेको छु गाउँको नजारा, हेर्न सक्नुहुन्छ। ओ माई गॉड, धेरै होला साना ठुला। धेरै होला साना ठुला। ओइ धुमा हामी त लाग्यो। हामी चाहिँ पार्कमा पुग्यो। पार्क कहाँ हो भनेर हेर्न सक्नुहुन्छ। त्यहाँ अब खाना पकाउनको लागि रेडी भइसकेका छन्। अनि हामी चाहिँ यसो घुम्ने फोटो खिच्ने भिडियो हेर्नेछौँ। आज चाहिँ हामी कहाँ हो भनेपछि
मेरो नाम चाहिँ बिर्सिसकेँ। बहुत लामो यात्राबाट हामी फाइनली पुगिसकेका छौँ। विवेकको भला काम मलाई दिएछ मोबाइल। हेर्न सक्नुहुन्छ हाम्रो अब खानाको तयारी हुन्छ। खानासाना खाइसकेपछि फेरि घुम्ने हुन्छ। सो गाइस अहिले हामी धारापानी मन्दिर पुगिसकेका छौँ। अब हामी गाडी पार्क गरेर अब अगाडि बढ्दै रहेका छौँ। अब हामी पनि यसो लम्बा त्रिशुल छ नि के भन्छ त्यो मन्दिरलाई यार के धारापानी मन्दिर है के भन्छ त्यहीँ जाँदैछौँ। अब हामीहरू त्यहाँ पुगिसकेका छौँ। हाम्रो टोलीहरू यी अगाडि बढिरहेको छ। हाम्रो के टोली पछाडि र के टोली अगाडि। अनि अब अर्को बस पनि आएको छ। त्यो खै कुन बस हो ठाडो यस्तो अच्छा केटीहरू छन् कि आफ्ना। अनि मलाई पनि भगवान् भन्नेवाला चाहिएको थियो। नर्स चाहिएको थियो कि मलाई पनि नर्स आमा हो नर्स मलाई पनि नर्स चाहियो। ए भगवान् केपीबा नर्स चाहियो। यस्तो भ्यू पनि यस्तो प्यारो छ कि आमा कुरै छोडिदिनुहोस् न। डाँडादेखि ओर तलसम्म आमा यहाँ कतिवटा सिडी छन् गरे दिदी? सिडी कति छ थाहा छैन गरे। सिडी चाहिँ छ गरे कति 108वटा सिडी चढ्न पर्छ गरे उमो माथि पाइ। अब म अहिले राम्रो भ्यूहरू देखाउँदैछु तपाईँहरूलाई। ल हेर्दै रहनु होला हामीसँग। हाम्रो बड्को यता देखौँ बड्को। ल टक्क पारेर अब हामी यो गेटनिर पुगिसकेका छौँ। यहाँ खै के लेख्या ठाडो पर्ने झ्याउ लाग्छ। अनि यसोमा कसम स्वर्ग अन्दानी कम छैन। स्वर्ग कता धारा पानी हो कि कता के पानी भन्छ ठाडो। स्वर्गभन्दा कम छैन। स्वर्ग लामो त्रिशुल देखाउन जान्छु। लम्बा त्रिशुल लम्बा। यो हेर्नु त आमा कसम यस्तो मजाको छ कि के गर्ने यार। यस्तो भर्खर हामी यो पहिलो सिडी चढ्दैछौँ। यो 108वटा सिडी छ कि छैन। हाम्रो यस्ता केटाहरू अगाडि बढ्दैछन्। हामी पनि बिस्तारै हिँड्दै। हामी दुई भाइको आइडीमा गएर सबैले लाइक अनि कमेन्ट सब्सक्राइब प्लिज त्यो चाहिँ गरिदिनु होला। कसैले हेरेर केही गर्नुहुन्न। हाम्रो दिदी चाहिँ यो सम्झना दिदी चाहिँ यसो भिडियो बनाउँदै यहाँ सिडी भर्खर चढ्दैछौँ। अब धेरै माथि जान पर्ने छ। यस्तो यति माथि जान पर्ने छ कि यता अब गर्नै सकिने। सिडी चढ्दा हालत खराब हुन्छ। अनि सिडी बहुत धेरै लामो छ। यो बरान्डेड भएर के बरान्डेड हाम्रो बड्का। सबैले घन्टी बजाउँदैछन्। म चाहिँ मोबाइल बजाउँदै हेर्नु त्यहाँ भ्लग बनाउने यस्तो युट्युबर बन्नु पर्यो त नि। छोटा मोटा थाइगे चढ्दा थाकिसक्यो यार। भ्लग किन दुई भाइले बनाउँछ भन्दाखेरि कहिले हामी दुई भाइ हौँ त। त्यही भएर कहिले भाइ कहिले दाइ चलिहाल्छ यस्तो कहिले कस्तो। हामी दुई भाइ सुड्डु हामी यस्तो यहाँ किन बसेको थाकिसक्यो। हाम्रो यहाँ सुल्टीजी थाकिसक्नु भएको छ। अब चढ्नु यो यस्तो हाम्रो यो दादा यस्तो देखिन पर्यो गरे कि यस्तो भाउजू चाहियो मलाई पनि नर्स भाउजू। ए भगवान् मलाई पनि नर्स भाउजू मिलाइदिनु ल। के गरे त्यो प्रतीक भलगरको फ्यान हो ठुलो म पनि।
अब अर्को भ्लगमा प्रत्येक भ्लगरको ऊ हाल्छु कमेडी भिडियो प्रत्येक भ्लगको ड्युट गरेर हाल्छु सेम टु सेम प्रत्येक भ्लगरमा अहिले आवाज त सेम टु सेम निस्किन्न मन्दिर आइसकेको छ म पनि थाकिसकेको छु हेर्नु त्रिशूल कति लामो छ अब उता जान्छ नि एकछिनपछि हातै पछि सक्यो चल्दा चल्दै हेर्नु एउटा अर्को मन्दिर अलि अब अझै माथि त्रिशूल भएको ठाउँतिर जान पर्नेछ अरे अघि म पछि हाम्रो दाइहरू दिदीहरू भाइहरू सबै छन् हाम्रो सोल्टी पनि देखिन पर्यो आइसकेको छौँ यहाँ पनि यो पनि मन्दिरै मन्दिर छ चारैतिर अनि अब त्यो लम्बा लम्बा त्रिशूल भएको ठाउँतिर जाँदैछौँ त्यस पछाडि यो सिडी देख्नु भएको छ नि यो सिडी यो सिडी चढेर माथि जानुपर्छ यो कहाँ डाँडामा लाग्छ अरे थाहा छैन यो कहाँ है अलि जानुपर्छ हामीहरू सबै यो लम्बा त्रिशूल भएको ठाउँतिर जान्छौँ यस्तो मेहनत गरिरहेको छु यहाँ बाबुहरू त खतरा भ्लगर यही भ्लगर सो गाइस फाइनल्ली मन्दिर भएको यो त्रिशूल भएको ठाउँ आइसकेको छौँ यो कति फिट लामो छ गरे यो त्रिशूल 15 फिट ए 15 फिट लामो छ यो त 15 फिट त छोड्यो यहाँ खै कति फिट लामो छ यहाँ लामो चाहिँ लामो छ है फेरि भुतकडा लामो यो मन्दिर बनाउन 4 वर्ष लाग्यो गरे ए होइन यार होइन यो त्रिशूल बनाउन के मन्दिर चाहिँ अरे हाम्रो 2-4 केटाहरू आएर यहाँ थपक्क लाएर बसिसक्नु भएको रहेछ धौ त धौ यस्तो सिडी कति लामो छ गरे बाबु अरे अझ लामो त ऊ त्यहाँ डाँडामा जानु छ यो डाँडा त्यो लामो सिडी चढेर त्यो डाँडामा जाने रे अब यसो भ्यू तलको भ्यू देखाइदिन्थे अब हेर्नु त यसो यो झारपातले ल अब सिडी चढेको अर्को भिडियोमा आउनेछ हामीहरू सिडी माथि जान लागेका छौँ हेर्नु त मेरो भाइको बानी यो देख्यो यो भोसडी ल हामीहरू पनि जान लागेका छौँ अहिले हामी तल आउने बेला गन्छौँ कतिवटा सिडी छ भनेर चढ्नै सकिन्न हामी 1-3-4 जनाको टोली छौँ यहाँ अहिले माथि जाने मात्र बाघ आयो भने त बिच बाटोमा फेरि भरियो खाइयो बिहा अहिले सोल्टी रनर हाम्रो सोल्टी त रनर नि त यहाँ फुत पारेर म पनि रनरै हो जमानाको अहिले पो बर्थडे त ए सोल्टी आयो आउन रनरको यही हुन्छ हालत गर कहाँ सिडी त पुरै माथि डाँडामा जान्छ मान्छे छन् भन्छ त कहाँ छ मान्छे छन् भन्छ गयो होला नि को दौड न चलियो तना भन्दै त एकछिन थकाइ मार यतिकै तिमीले थाइगयो हाम्रो चल्टी यतिकै थाइगयो गरेर ल रनिङ है त फेरि नचम्मनाको रनर हुँदैन सिडी रहन्छ अब त मुतला चल्टी मुतुल त हुन्छ शौचालयमा जाने ए
सही शौचालय सिडी खै गाइस यतिसम्म मात्र रहेछ अनि यहाँबाट माथि छन त छ कता छ कहाँ पुग्छ थाहा छैन जङ्गलको बाटो छ अलि धेरै भएको भए त जान्थे यति रहेछ यहाँदेखि तलसम्म कतिवटा सिडी छ अब कन्दै जान्छौँ है थाकिसक्यो ए रोक न ओए भुतिनी ए अरू सब घाँती हुन् यिनी मात्र साथी ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 32 33 34 35 38 39 40 41 45 46 47 48 49 50 51 55 56 57 58 59 61 62 63 64 65 66 67 70 71 74 75 76 77 78 79 82 83 87 88 89 90 91 92 94 95 96 97 98 99 1 2 3 4 6 7 8 9 10 11 14 15 16 17 18 19 23 24 25 26 28 29 30 31 32 33 34 40 41 42 43 44 46 47 48 49 50 51 52 53 153 वटा सिडी छन् यहाँबाट तल जाने हो यो भन्ने होइन अब खै हामी टोलीहरू कहाँ छन् अब हेर्नुपर्छ मेरो पनि सपना छ युट्युबर भन्ने मेरो हामी दुई भाइ यो मेरो भाइ अनि एउटा म जेठो यो कान्छु सपना है सपना है यूट्यूबर एक दिन भले गेम प्ले अच्छा ना हो रिव्यू मान्छेको मान्छे भिड यति छ कि पुरै छोडिदिउँ भिड हामी कहाँदेखि यहाँ आएको भन्दाखेरि नि त्यो तलको गाउँ छ नि त्यो तल गाउँ छ त्यहाँबाट यहाँ आएको ती माथि अझै सिडी हामी आधा बाटोसम्म गयौँ सिडी यो टुप्पा छ नि त्यहाँ टुप्पासम्म छ सिडी गाइज हाम्रो यहाँ यसो गाडी बिग्रिएर हेर्नुहोस् यहाँ पिकनिक जाने बेलाको गाडी बिग्रिएर यहाँ बाटोमा बसाइ भएको छ घर कति बजी जाने हो अझै पहिलो कति बजी 8 9 बजी सकियो 10 11 12 1 बज्छ घर जान्छसम्म अझै यति लामो बाटो यत्रो जा तैँले भाइरल भन्नुहुन्न म भित्र खाँचो देखाएन ए गाडी यस्तो छ के गर्ने यार यस्तो लामो टुरमा हिँड्यो भने कहिले गाडी बिग्रिन्छ कहिले मान्छे बिग्रिन्छ भनेको यस्तो हतार छ हतार अरे हाम्रो यहाँ बिच बाटोमा भोक लागेर हेर्नु कहाँबाट चढ्ने देखाएर ल यो अर्को अरू गाडी यस्तो हिँडिरहेछन् गाइज आज चाहिँ हामी घुम्न गएर आइसकेको छौँ हामी कति बजी पुग्यौँ भने घर 8-7 बजीतिर पुगेको थियौँ अनि आज चाहिँ बिहान पानी परेको रहेछ हामीलाई थाहै नै उतातिर परेको थिएन त्यही भएर थाहै नै यतातिर गाउँमा पानी परेको रहेछ तर पनि केही छैन अब म यस्तै नयाँ भ्लग ल्याउँदै आउँछु बाई।